दाजुभाइ दिदीबहिनीहरू, हाम्रा मुक्तिदाता येशूले भन्नुभएको छ, यो संसारका मानिस साथीहरू, पापको पिछा विचारका मानिसहरूले तपाईँहरूले मुद्दा लाए पनि, फेर्दो गरे पनि, मृत्युदण्ड दिए पनि आफूले जसले प्रेम गर्दै सुसमाचार सुनाऊ। येशूले भन्नुभएको छ, आत्मा नष्ट गर्नेसँग डराऊ र शरीर मात्र नष्ट गर्नेसँग नडराऊ। तपाईको शरीर नष्ट गर्नु चाहन्छ भने आफूले चाहिँ प्रेम गर्दै यो धार्मिकताको सुसमाचार सुनाउनु भन्नुभएको छ। त्यही कारण हामी पापको प्रचार गर्दैनौँ, पापको विरुद्धमा मृत्युदण्ड दिए पनि धार्मिकताको सुसमाचार सुनाउन हामी तयार छौँ। मृत्युदण्ड भए पनि सामना गर्न हामी तयार छौँ, किनभने धार्मिकताको सुसमाचारको विरुद्धमा लाग्नेहरूलाई आफूले जसले प्रेम गर्दै हामी सुसमाचार सुनाउन हामी तयार छौँ। किनभने सृष्टिकर्ताको महिमाको निम्ति यो धार्मिकताको सुसमाचार प्रचार हुनेको पाप र मृत्युको युगलाई ठिकै अन्त्य गरेर अनन्त राज्यमा पाप र मृत्युका माथिको अनन्त जीवन प्राप्त गरेर राज्य गर्नको निम्ति धार्मिकताको सुसमाचार हामी गर्दछौँ। धार्मिकताको सुसमाचार गर्नु भनेको पाप र शराबका आत्मासँग लडाइँ गर्नको निम्ति हो, मृत्युका आत्मासँग लडाइँ गर्नको निम्ति हो। 2025 वर्ष अगाडि देश क्राइस्ट आउनुभयो, क्रुसमा बलिदान गर्नुभयो, आइतबारको दिन मृत्युले जितेर पुनरुत्थान हुनुभयो। त्यहाँदेखि पाप र मृत्युको युगको दिनबन्दी सुरु भएको छ। पाप र मृत्युको युग अन्त्य हुँदा अनन्त राज्यमा सबैजना अनन्त जीवन प्राप्त गरेर सहभागी हुनको निम्ति चाहिँ हामी यो गुड फ्राइडे मान्ने गरेका छौँ, इस्टर र्याली मान्ने गरेका छौँ। सबै साथीहरूले चाहिँ यो कुरा सही कुरा, किनभने अनन्त जीवन पाउने कुरा, पाप र श्रापबाट मुक्त हुने कुरा चाहिँ बुझ्नुपर्छ भनेर हामीले चाहिँ यसरी गुड फ्राइडे मान्ने गरेका छौँ। वर्षमा एकचोटि इस्टर र्याली पनि मान्ने गरेका छौँ। त्यही कारणले धरानमा 100 भन्दा बढी चर्चहरू छ। हामी 5% प्रतिनिधित्व गरेका छौँ। येशूको महिमाको निम्ति आगमन चाहिँ 100वटा चर्चमा सहभागी गर्न म अग्रिम विनम्र अनुरोध पनि गर्दछु। किनभने 15-20 हजार हुनुपर्ने होला धरानमा, तर आज यति मात्रै भएका छौँ। तपाईँले यो खबर लानु म विनम्र अनुरोध गर्दछु। चर्चमा आगमन चाहिँ इस्टर र्यालीमा चर्चबाट 92,000 सहित हामी कम्तीमा पनि 15-20 हजार सहभागी हुने तरिकाले हामी अभियान यो मोमेन्ट सुरु गर्न पनि म विनम्र अनुरोध गर्दै यो छोटो शब्दमा यही राख्न चाहन्छु। हालेलुया।